नमस्कार, म डाक्टर केबी पौडेल। हामीले लगभग 6-7 महिना पहिलाबाट सुरुवात गरेका थियौँ, जुन कालिका मन्दिरको चाहिँ निर्माणको लागि एउटा सहयोग अभियान उठाएका थियौँ। त्यो कुरा चाहिँ यसलाई अगाडि बढाउनको लागि हाम्रा सम्पूर्ण गाउँवासीहरू अहिले त्यहाँ एउटा पार्टी निर्माणको लागि चाहिँ अगाडि बढिसक्नु भएको छ। उहाँहरूले यसरी त्यहाँ सबैजना गाउँलेहरू भेला भएर हाम्रो हेमराज कार्की, नारायण कटुवाल, हाम्रो चन्द्र बुढाथोकी लगायत उहाँहरूको टिम त्यहाँ सक्रिय रहेर यसरी त्यहाँ एउटा मन्दिरकै छेउमा एउटा चाहिँ त्यहाँ बस्न मिल्ने र पूजा गरेका केही चिजहरू राख्न मिल्ने पार्टी निर्माणको लागि चाहिँ निरन्तर रूपमा खटिरहनु भएको छ। अब पक्कै पनि धेरै लामो समय लाग्ने छैन। त्यहाँनिर चाहिँ हामीले जुन उद्देश्यका साथ त्यसलाई सुरुवात गरेको थियौँ, अब भने बिस्तारै एउटा समापनको तर्फतिर पनि जानेछ। अवश्य पनि सबैलाई चासो र चिन्ता थियो कहिले सुरुवात होला भनेर। सुरुवात भइसकेको छ, अब भने लामो समय लाग्ने छैन। यसलाई छिट्टै नै समापन गर्नु नै छ। हाम्रा सम्पूर्ण दाजुभाइ दिदीबहिनी गाउँवासी यहाँहरूले सकेसम्म चाँडै नै यसलाई समापन गरेर हामीले समापन गऱ्यौँ भन्नु नै छ। यो कार्यमा, एउटा महान कार्यमा जुट्नुभएको यहाँहरू सबैप्रति म हार्दिक धन्यवाद तथा नमन टक्राउन चाहन्छु। जय श्री कालिका देवी। सबैको रक्षा गरून् कालिका देवीले र यो एकजुटता सधैँभरि रहिरहोस्। यहाँ सबैलाई विशेष धन्यवाद दिन चाहन्छु।